हेलो गाइज, हेर्न सक्नुहुन्छ यो हाम्रो बागमती किनारमा बनेको नयाँ आर्यघाट हो। यो आर्यघाट 14 करोडको लागतमा बनेको, मोटामोटी 14 करोडभन्दा बढीकोमा यसो अलिकति यो भिडियो क्लिपहरूमा बनाइरहेको छ। हेर्न सक्नुहुन्छ यो हाम्रो बागमती 12 मा रहेको आर्यघाट हो, नदी किनारमा। अब यो भित्रमा जाँदैछु, तपाईँहरू अलिकति हेर्नु होला। यो भित्रमा प्रवेश गर्दैछु होइन। अब यो हाम्रो आर्यघाट लगभग फाइनलमा गइसकेको छ होइन, फाइनल भइसकेको छ। फिनिसिङहरू, कोठाहरू बस्ने फिनिसिङहरू छ, मलामी बस्ने चौताराहरू हेर्न सक्नुहुन्छ। यता प्रतिछाले पनि छ कुरुवाको लागि, हेर्न सक्नुहुन्छ गाइज। अनि त्यो सबै क्रिया गर्ने कोठाहरू, क्रियामा बस्ने, क्रिया कार्यक्रम गर्ने कोठाहरू पनि बनेको छ। यो 14 करोडभन्दा माथिको लागतमा बनेको आर्यघाट हो। हाम्रो यो बागमती सर्लाहीमा बनेको आर्यघाट हो। अब हेर्न सक्नुहुन्छ गाइज। अब हेर्नुहोस् यो नदी किनारमा भनेको त्यो सबै त्यो आर्यघाटहरू हो है। हेर्न सक्नुहुन्छ लस्करै छ। यो चाहिँ मलामी कुर्ने ठाउँहरू हो होइन। हेर्न सक्नुहुन्छ म अलिक तल नजिकमै गइरहेको छु। यो हाम्रो सर्लाही बागमती वार्डमा पर्छ होइन, बागमती वार्ड नम्बर 12 मा पर्छ। हेर्न सक्नुहुन्छ एकैचोटिमा कतिवटा यहाँ लासहरू यहाँ डढाउन सकिन्छ होइन। हेर्न सक्नुहुन्छ 1, 2, 3, 4, 5, 6वटा एकपल्टमा यहाँ तपाईँको मुर्दाहरू जलाउन सकिन्छ होइन। लासहरू एकैचोटिमा 6वटासम्म जलाउन सकिन्छ। एकदम यो भव्य ठुलो तपाईँको आर्यघाट बनेको छ। हेर्न सक्नुहुन्छ गाइज। यो हाम्रो बागमती सर्लाही 12 नम्बर वार्डमा पर्छ। त्यो अगाडिको हेर्न सक्नुहुन्छ बागमती महेन्द्र राजमार्ग पुल हो, हाइवे पुल। उता यता पछाडिको चाहिँ रेलवे पुल हो। हेर्न सक्नुहुन्छ गाइज है।